हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ रोजा फेरि पनि म तपाईँहरूको सामु अर्को ब्लग लिएर उपस्थित भइसकेको छु। नयाँ दिन नयाँ ब्लगको सुरुवात भइसकेको छ। अनि आज चाहिँ के स्पेसल छ भन्नुहुन्छ भने तपाईँले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको छ। र आज चाहिँ हाम्रो दिप्तिनाको बर्थडे पार्टी चलिरहेको छ। र भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला। ओ बर्थडे गर्लको हालत यस्तो छ गाइज। हेलो भनिदेऊ। यही बोकेर हिँड्नु पर्ने अरे उसलाई नै नभएको अङ्कलले। लेट्स गो गाइस। अब हामी चाहिँ दोकान जाँदैछौँ किनभने बर्थडे चाहिँ त्यहीँ दोकानमै गर्नु लागेको हो। अनि त्यही भएर ओके हेर्दै गर्नु होला। अनि गाइस हामी चाहिँ यहाँ आइ पनि सक्यौँ। आएर पनि अब यहाँनिर हाम्रो चाहिँ टक्कसँग के हुँदैछ म तपाईँलाई देखाउँछु ल। हालत यस्तो अब रेडी हुनु बाँकी नै छ होइन। अनि म चाहिँ आएर पनि यहाँनिर चाहिँ माछा तार्दैछु। अनि हामी आफ्नो डिपार्टमेन्ट आफ्नो काम गर्दैछौँ। यो चाहिँ मेरो साथीको दोकान हो र हामीले चाहिँ दोकानमै बर्थडे गर्न लागेको नानीको। त्यही भएर अरू कुरा चाहिँ सबै रेडी भइसकेको छ। अब यही माछा मात्र बाँकी छ, अरू सबै पाकिसकेको छ गाइस होइन। खानु हुँदैछ टक्कसँग। यहाँनिर चाहिँ हाम्रो डेकोरेसन हुन्छ भनेर त म एकछिनमा देखाउनु बाँकी नै छ। ओके हेर्दै गर्नु होला है। बर्थडे गर्ल, हेलो बर्थडे गर्ल। ल है हाम्रो चाहिँ यहाँनिर टक्कसँग बेलुन फुलाउने कार्यक्रम सक्यो। अनि यहाँ माछा तार्दै हुन्छ आन्टीले चाहिँ टक्कसँग। बल्ल बल्ल घाम लाग्यो गाइस, यस्तो घाम लाग्यो कि है। अब के गर्नु, हालत यस्तो भएको छ गर्मीले। ओ माई गड यति धेरै गर्मी छ नि आज। पानी त परिरहेको छ र पनि गर्मी छ। डेकोरेसन चाहिँ यस्तो भयो होइन पुरा। राम्रो आयो त। ह्याप्पी बर्थडे। ल अब हाम्रो सरसफाइ कार्यक्रम हुन्छ गाइस। अनि म चाहिँ टक्कसँग रेडी पनि भइसकेँ। अब हाम्रो चाहिँ बर्थडे प्रोग्राम सुरु हुँदैछ होइन। अनि भित्र चाहिँ केटीहरू सबैजना लुगा लगाउँदैछ। अनि म चाहिँ रेडी भइसकेँ। अब म तपाईँलाई भित्र पनि देखाइदिन्छु के कस्तो हुँदैछ भन्ने त। अब हामी चाहिँ रेडी भइसक्यौँ। अनि टक्कसँग यहाँनिर सबैजना आफ्नै तालमा छौँ हामी होइन गाइस। सबजना आफ्नै तालमा छौँ होइन बिन्दास। अब सबैले लुगा लगाएपछि टक्कसँग म देखाउने छु। ओके हेर्दै गर्नु होला। अब हामी टक्कसँग जान्छौँ हामी। अब हामी केक काट्ने कार्यक्रम हाम्रो सुरु हुँदैछ। अनि हामी त अब लागेको। बर्थडे गर्ललाई लुगा लगाइदिँदैछ। Let's go guys. र गाइस गाइस अब हामी लाग्यौँ। ल मेरो चप्पल चाहिँ यो राख्ने अरे। यो बोकेर जाने हो नि। यो बोक्नु त बोकेर जाने हो क्या। खै बर्थडे गर्ललाई देखाइदिउँ। बर्थडे गर्ल यहाँ चाहिँ गाइस कस्तो क्युट उहाँ हुनुहुन्छ। अहिले क्राउन लगाइदिने अरे। ओ माई गड लेट्स गो। लो न हामी भनेको छिटो हुने हो नि त। ओइ आज त नि बर्थडे गर्ल त तमन्ना जस्तो देखिरहेछ त नि। सेक्सी लेडी हो र। बाई पोदेऊ ब्लग है ब्लग। ल जाम ल
नानी गाइस अब हामी चाहिँ जाँदैछौँ बर्थडे कहाँ हो तपाईँहरूलाई पनि थाहा होला हाम्रो रुमदेखि चाहिँ अलिकति परै हो नि त त्यही भएर हामी चाहिँ जाँदैछौँ अहिले यहाँ यही बर्थडे चाहिँ गाइस ल हाम्रो बर्थडे चाहिँ यहीँ सेलिब्रेट हुन लागेको छ ल गाइस रेडी भइरहेको छौँ ल भयो ल है त तमन्ना अर्को लागि सामान छ होला ल भयो ल लगाइदिनु ल भयो मान्छ होला हौ अब त ट्राई गर त वाउ नाइस वाउ नगर यार छोड बेलुन फेरि हावाले के ए भी यार साइडको लाग्नु पर्छ ल एकछिन ल है यो बेलुन हो त्यहाँ छेउमा जाऊ न एकजना अस्मी छेउमा जाऊ न हौ
Happy birthday to Happy birthday to you. Happy birthday, dear Christina. Happy birthday to you. आउले जाम अब धामी बिग्रियो है अब धामी बिग्रियो छोड्यौ न नलाउनेले छोड्यौ राम राम आउ